साँच्चीकै गाई छैन त्यो एउटा आन्टी हुनुहुन्थ्यो नि बाल के अरे बालले जित्यो भने त मेरो कान के टिचिङ हस्पिटलमा गएर चिरेर के गर्छु भन्ने आन्टी त अनि कहाँ गएछन् अहिले बालनको भोट त कहाँ कहाँ पुगेको देख त कहाँ पुगेछन् त्यो भनेर त्यो आन्टी खोजी नीति गरेको म यहाँ पोर्चुगल बसेर त्यो आन्टीलाई चाहिँ खोजेर भयो भने मामबाका म यहाँ नभए पनि मेरो नेपालमा को को छन् होइन समातेर टिचिङ हस्पिटलमा लगेर समातेर चियरमा बाँधेर कान चिरेर सिलाउनु लाउनु पर्यो भनेर खोजेको त्यो आन्टीलाई मैले त्यो आन्टी त अनि बिहार कि सिआरतिर बोर्डर पास गरिसकेछन् बा हे भगवान् के गर्नु आन्टी नबोल्नुमा बोलिहाल्यो चिप्लिहाल्यो तिम्रो जिब्रो आयो त्यही भएर विचार गरेर बोल्नु पर्थ्यो क्या अब कतिजनाले खोजिरह होला म यहाँ विदेशको ठाउँमा बसेर त कहाँ गएछन् त्यो आन्टी कान काटेर टिचिङ हस्पिटलमा सिलाउन जान्छु भने आन्टी कहाँ गएछन् भनेर म त यहाँ विदेशको मान्छेले खोजिरहेछन् भने तिमी आन्टीलाई नेपालमा भएकोले खोज्दैन बिचरा आन्टी डराएर बोर्डर पास गरिसकेछन् बिहारतिर पुगिसकेछन् फस्यो 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 आन्टी त्यही भएर प्याचा प्याचा नबोला क्या आन्टी जे पाइ त्यही नबोला त्यो आन्टीको कहाँ गएछन् भनेर हेरेको त बोर्डर पास गरिसकेछन् क्या भागिसकेछन् त्यस्तो नि हुन्छ नि यार मलाई त लास हाँस उठ्यो क्या त्यो यो हिजो आजको भोटिङको हेर्दाखेरि त्यो आन्टी भागिसके अब भोलिको भोटिङ फेरि सुन्यो भने कहाँ पुग्ला त्यो आन्टी ए छोडिदेऊ जनता छोडिदेऊ नेपाली हो होइन के गर्नु नेपाली हो के गर्नु माया लाग्छ छोडिदियो त्यो आन्टीलाई लास पचाएर छोडिदियो है कसैले केही नगरे त्यो आन्टीलाई बिचरा भागिसक्यो बोर्डर पास गरिसक्यो अरे अब भोलिको अर्को भोटिङको न्युज आयो भने त्यो आन्टी त कहाँ पुग्छ थाहा छैन इन्डियासम्म पुग्यो त ठिकै छ पाकिस्तानतिर पुग्यो भने पन्जाब कता पाकिस्तानतिर पुग्यो भने गोली ठोकिन्छ मारिदिन्छ केही नगर है कसैले त्यो आन्टीलाई आयो बिचरा बरु बारेनले जित्यो भने मेरो यो नङ काटिदिन्छु भने भए त हुन्थ्यो नि बिचरा म यो कानै चिरेर बरु टिचिङ हस्पिटल गएर सिलाउँछु भन्दैछ आयो नेपालीहरूले खोज्याछ होला नि म यहाँ विदेशमा बसेर त खोजिरहेको छु ल न हौ त्यो आन्टी कहाँ के गरिरहेछ लु भनिदिया हो मलाई पनि भन कोकोलाई थाहा छ भन यहाँ भन नछुटाऊ हेर्न मन लाग्यो क्या त्यो आन्टी के गरिरहेछन् मैले चाहिँ यति थाहा पाएँ कि बोर्डर पास गरेर गइसकेको छैन मैले चाहिँ यति थाहा पाएँ तपाईँहरूले चाहिँ के थाहा पायो लु भन्नुभयो कमेन्ट गरेर है गाइज बालनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटलमा गएर टाका लाउँछु साँच्चै हो नि साँच्चै हो